नमस्कार सबैमा। आज कटरको एउटा मलाई साह्रै मनपर्ने रेसिपी लिएर आएकी छु। अहिले कलिलो कटरको बेला हो र कलिलो कटरको बेलामा कलिलो कटरको मिठो तरकारी नखाएसम्म कहाँ मन मान्छ र होइन र यो जुन रेसिपी मैले लिएर आएकी छु त्यसको लागि मैले यसरी कटरलाई साना साना टुकुरा पारेर काटे। त्यसपछि ती टुकुराहरूमा स्वादअनुसार निमक हाल्ने, हर्दी पनि हाले, सानो चम्मचको 1 चम्मच, जिरा र धनियाको पाउडर हाले, अनि साथै मैले यसमा 2 चम्मच दही हालेर मज्जाले साँधे। साँधिसकेपछि यी टुकुराहरूलाई केही क्षण विश्राम दिउँ भनेर मैले 15 मिनेट जस्तो समय यिनीहरूलाई छोपेर छोडिदिएँ। यही बीचमा मैले एउटा ठुलो आलु लिएर त्यो आलुलाई पनि तासेँ र कटरकै टुकुराहरू जस्तै आकारमा यो आलुलाई पनि काटेँ। साथीहरू, मलाई यसरी खाना साह्रै मनपर्छ। हजुरहरूसँग अरू केही रेसिपी छ भने त्यो पनि मलाई जनाउनु होला। र मेरो कुकर बसिसकेको छ चुलामा। तेल पनि मैले हालिसकेकी छु। तेल तातिसक्यो र अब यसमा म अलिकति मेथी, अलिकति जिरा, धनिया र साथमा स्वादअनुसार निमक र अलिकति हर्दी पनि हाल्ने छु। र अब म यसमा हाल्छु टमाटरका टुकुरा, अदुवा कोरेको र एउटा खोर्सानी, हरियो खोर्सानी नकाटी हालिरहेको मैले मात्र गन्धको लागि। हुनसक्छ पछि यसले पिरो पनि छोड्छ। र साथमा अब मैले यसमा आलु हालिदिएँ। अब एकपल्ट म यसलाई मजाले चलाउँछु, हालेका मसलाहरू नडढुन् भनेर। अब म यसमा अघि मैले मसला र दहीमा साँधेर राखेको कटर पनि हालिदिन्छु र मजाले फेरि एकपल्ट चलाइदिन्छु। यसलाई चलाइसकेर आधा गिलास जस्तो पानी हालेर यसको ढक्कन बन्द गरिदिन्छु र 6-7 सिटी आउन्जेली छोडिदिन्छु। हाम्रो कुकरले यो 7 नम्बर सिटी दियो र मैले ग्यास अफ गरिदिएँ। अब खोलेर हेर्नु त कस्तो भएको छ। हेर्नुहोस् त साथी हो, कस्तो राम्रो गरी पाकेछ। आलुको त चिनो नै नरहने पर्यो। राम्रै हुन्छ, एउटा राम्रो ग्रेभी बनिन्छ आलुले गर्दा। र अब मैले यो तरकारीलाई अर्को एउटा भाँडोमा खन्याएँ। साह्रै मिठो देखिएको छ, बास्ना उस्तै मिठो आएको छ। हजुरहरूले पनि यो रेसिपी ट्राई गर्नुहोला। अन्तमा मैले 2 चम्मच दही हालेर फेरि एकपल्ट यो तरकारीलाई मजाले मिलाइदिएँ। अब यो तरकारी खान लायकको भएको छ र साह्रै स्वादिलो भएको छ। हजुरहरूसँग अरू कुनै यस्तो खालको कटरको रेसिपी छ भने कमेन्टमा भन्नुहोला। म निश्चय पनि पकाएर त्यो स्वाद पनि लिनेछु। धन्यवाद।